बेथेको साग खानाले साथीहरू शरीरलाई एकदमै राम्रो फाइदाजनक हुन्छ। यसमा फाइबर अत्याधिक भएको कारणले पाचन प्रणालीमा एकदम मद्दत पुर्याउँछ अनि आँखा र छालालाई एकदमै राम्रो हुन्छ। रगत बढाउनको लागि आइरन एकदमै बढी मात्रा हुने भएकाले रगत बढाउनलाई मद्दत गर्छ। रोगसँग लड्ने शक्ति बढाउँछ। भिटामिन ए र सी भरपूर मात्रामा पाइने भएकाले छाला र आँखालाई एकदमै राम्रो गर्छ। हड्डी बलियो बनाउनको लागि क्याल्सियम अथवा अन्य खनिज पदार्थहरू पनि भरपूर मात्रामा हुन्छन् है साथीहरू। अनि एक त अर्गानिक भइहाल्यो साथीहरू, केही पनि राखेकै छैन यहाँ। झार गरिदिसके पछाडि त लक 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 राम्रो भइसक्यो साथीहरू। यदि हजुरहरूलाई पनि चाहिन्छ भने मलाई सम्पर्क गर्नुहोला। नजिककोलाई मात्र म पुर्याइदिउँला, त्यति धेरै त छैन। आफूले खाएर बचेको मात्र दिने हो साथीहरू। थ्याङ्क यू फर वाचिङ। हजुरहरूको दिन एकदम राम्रो होस्, स्वस्थ रहनु, मस्त रहनु अनि तन्दुरुस्त रहनु है त। मेरो खाली समयको युटिलाइज चाहिँ मैले यसरी गर्छु साथीहरू। हजुरहरूले कसरी गर्नुहुन्छ? मेरो साथी भनेकै मेरो सागपात हरिया बोट बिरुवा प्रकृति मात्र हो कि साथीहरू। थ्याङ्क यू फर वाचिङ। Have a good day. Take care everyone.